सेयर गरेँ है। तिमीहरूलाई केही भयो भने बोल्दा हुन्छ है, तिमीहरू बोल्नु, अनि म रिप्लाई गर्छु। नाम भयो उज्जवल कर्ण है। र मैले पढाउने सब्जेक्ट भने के छ भन्दाखेरि केमिस्ट्री छ, सियुके भनेर मेरो कोड छ। त्यो कोड चाहिँ तिमीहरूले थाहा पाउँछौ है, रुटिनमा राख्दाखेरि तिमीहरूले थाहा पाउँछौ। अनि अब केमिस्ट्रीमा हेर, केमिस्ट्रीमा तिमीहरूको यसमा तिनवटा पोर्सन हुन्छ। तिनवटा पोर्सन भनेको फिजिकल केमिस्ट्री जुन तिमीलाई अलरेडी थाहा छ, फिजिकल केमिस्ट्री भयो, अर्ग्यानिक केमिस्ट्री भयो है, अर्ग्यानिक केमिस्ट्री भयो र इनअर्ग्यानिक केमिस्ट्री भयो। र यो तिनटै पोर्सन मध्ये म चाहिँ पढाउने भनेको इनअर्ग्यानिक केमिस्ट्री हो क्या। म स्पेसली म इनअर्ग्यानिक केमिस्ट्री पढाउँछु, अर्ग्यानिक र इनअर्ग्यानिक दुवै है। अर्ग्यानिकको केही पोर्सन र इनअर्ग्यानिक पुरै केमिस्ट्री म इनअर्ग्यानिक केमिस्ट्री पढाउँछु। र इनअर्ग्यानिक केमिस्ट्रीको म यसमा अलिकति सिलेबसको बारेमा म हल्का इन्ट्रोडक्सन दिन्छु है, इनअर्ग्यानिक केमिस्ट्रीको बारेमा है। इनअर्ग्यानिक केमिस्ट्री, इनअर्ग्यानिक केमिस्ट्रीमा तिमीहरूले यसमा के पढ्नुपर्छ मेडिकलमा भन्दाखेरि यसमा जस्तै यसमा चाहिँ हाम्रो पिरियोडिक टेबल छ कि, हामीसँग यसमा पिरियोडिक टेबल छ है, पिरियोडिक टेबल छ। यो पिरियोडिक टेबल पढ्नुपर्छ। अर्को हामीसँग के छ भन्दा यसमा हाम्रो एस ब्लक पढ्नुपर्छ। के पढ्नुपर्छ? यसमा हाम्रो एस ब्लक पढ्नुपर्छ। यसमा हामीलाई डी ब्लक डी ब्लक पनि पढ्नुपर्छ, डी ब्लक। यसमा हामीलाई पी ब्लक पढ्नुपर्छ, पी ब्लक पढ्नुपर्छ। र अर्को हामीसँग के छ भन्दाखेरि एकछिन साउन्ड अफ गर है, उता कसको साउन्ड बजिरहेछ। अर्को मैले के भने यहाँ ट्रान्जिसन मेटल भने है, यसमा हामी के पनि पढ्नुपर्छ, हाम्रो ट्रान्जिसन मेटल पनि यसमा पढ्नुपर्छ। सो यति छ हाम्रो सिलेबसमा इनअर्ग्यानिक केमिस्ट्रीमा है। र यसमा अर्को कुरा हामी यसमा मेटालर्जी पनि एड गर्न सक्छौँ, मेटालर्जी भयो है। र अरू हाम्रो बायो फर्टिलाइजरहरू छ, त्यो बायो फर्टिलाइजरहरूको बारेमा तिमीले आफैले पनि पढ्न सक्छौ, नभए म तिमीलाई लास्टमा अब त्यसको बारेमा अलिअलि भनिदिन्छु। ठिक छ, त्यो चाहिँ हाम्रो त्यसमा हाम्रो जेनरली भन्छ सेल्फ स्टडी नै गर्नको लागि, किनकि बायो फर्टिलाइजरहरू तिमीहरूले जुलोजीमा पढिरहेको हुन्छौ, बोटनीमा पनि पढिरहेको हुन्छ, किनकि धेरै फर्टिलाइजरहरू तिम्रो ब्याक्टेरिया यो फर्टिलाइजर हुन्छ होइन, प्लान्टमै कति धेरै फर्टिलाइजर बायो फर्टिलाइजरहरू भन्छौ तिमीहरूले है। र त्यसमा हाम्रो यसमा हामी पढ्दै जाँदाखेरि हाम्रो धेरै फर्टिलाइजर यसमा हाम्रो केमिकल कम्पाउन्डकै फर्ममा हामी त्यसमा डिस्कसन गरिरहनु हुन्छौँ के। सो त्यो सब कुरा हामी पछि लास्टमा केही गाह्रो भयो भने त्यसमा पनि अलिअलि म त्यसमा भनिदिन्छु कसरी पढ्ने भनेर है। यो भयो हाम्रो इनअर्ग्यानिक केमिस्ट्रीको सिलेबसको बारेमा मैले भने। र यसमा हाम्रो जम्मा कति मार्क्स सोध्छ भन्दाखेरि 14 मार्क्स सोध्छ कि यसमा है। यसमा सोद्धाखेरि यसमा हाम्रो जम्मा कति मार्क्स सोध्छ, यसमा हाम्रो 14 मार्क्स यसमा सोध्छ। अब 14 मार्क्स भन्दा पनि अब यसमा हामी के भन्छ भन्दाखेरि हामी थाहा नै पाउँदैन कि हाम्रो यही पोर्सनबाट 14 मार्क्सकै क्वेसन सोधेको छ। योभन्दा बढी पनि क्वेसन सोध्न सक्छ, तर कम चाहिँ जेनरली सोधिँदैन है, बढी चाहिँ सोध्न सकिन्छ। र हामीले किन थाहा पाउँदैन कि यो हाम्रो यही टपिकबाट सोधेको भनेर, किनकि हाम्रो इनअर्ग्यानिक केमिस्ट्री हाम्रो पुरै केमिस्ट्रीसँग के छ, इन्टरलिङ्क छ है। इन्टरलिङ्क जस्तै यसमा हेर, हामीले एस ब्लकको कुराहरू, डी ब्लकको कुराहरू, पी ब्लकको कुराहरू, यसमा जति पनि केमिकल रिएक्सनहरू छ त्यो सबै केमिकल रिएक्सनहरू कतै न कतै हामीले यसमा अक्सिडेसन रिडक्सन च्याप्टरमा, चाहे हामीले केमिकल बोन्डिङमा, चाहे हामी केमिकल इक्विलिब्रियममा, चाहे केमिकल काइनेटिक्समा है, अनि चाहिँ आयनिक इक्विलिब्रियममा, त्यसमा हामी त्यसमा धेरै रिएक्सनहरू पढिरहेको हुन्छौँ। र त्यही कुराहरू कुनै कुनै कुराहरू यसबाट हाम्रो ओभरल्याप पनि हुन जान्छ। सो हामी एकैचोटि हामी भन्न सक्दैनौँ त्यो कुन टपिकबाट सोधेको, स्पेसिफिक हामी हुन सक्दैनौँ है। त्यो कुरा मैले भने। सो हाम्रो टेन्टेटिभ हाम्रो 14 मार्क्स भनेर हाम्रो भनेको छ। योभन्दा अब बढी जान सक्छ, कम चाहिँ जान सक्दैन। ठिक छ, बुझिरहेको छु, आवाज सुनिरहेको छौ? सुनिरहेछ, बुझिरहेछ। बोल है, बोल। तिमीहरू 5-6जना छौ, अब यसमा अब तिमीहरू इन्टरेक्ट गर्नु पर्यो होइन। केही त्यस्तो छ मतलब सिलेबसको बारेमा नबुझेको छ, चाहे मार्किङको बारेमा चाहिँ त्यस्तो केही कन्फ्युजन छ भने सोद्धा हुन्छ है। अब हेर, मैले यो यसमा पनि म अलिक स्पेसिफिक भएर म के कुरा भनिदिएँ भन्दाखेरि यो दुईवटा जुन ब्लक छ, एस ब्लक र डी ब्लक है, यो एस ब्लक र डी ब्लकले हामी के भन्छ, यसलाई मेटल पार्ट भन्छौँ। के भन्छ यसलाई हामी मेटल पार्ट भन्छौँ। पी ब्लकले हामी के भन्छ, यसलाई नन मेटल भन्छौँ। के भन्छ यसलाई हामी नन मेटल भन्छौँ।
ठिक छ, नन नन मेटल भन्छौँ। र हाम्रो मेटलमा हाम्रो तिनवटा कुरा पढ्नुपर्छ कि, एउटा एस ब्लक पढ्नुपर्छ, एउटा डी ब्लक पढ्नुपर्छ, र एउटा ट्रान्जिसन मेटल पढ्नुपर्छ। अब हेर, यसमा डी ब्लकमा पनि है, डी ब्लकमा पनि हामी यसमा के पढ्नुपर्छ भन्दाखेरि यसमा भयो कपर भयो, जिङ्क भयो, आइरन भयो है, अरू अरू के हुन्छ, मर्करी हुन्छ, मर्करी भयो, यसमा अब के हुन्छ सिल्भर हुन्छ। यो सबै मेटलहरूको बारेमा हामी यसको हामी एक्सट्र्याक्सनको बारेमा हामी पढ्छौँ है, किनकि हामीलाई सिलेबसले नै के भनेको छ, यसको हाम्रो एक्सट्र्याक्सन पढ्न भनेको छ। एक्सट्र्याक्सन पढ्छौँ, र एक्सट्र्याक्सन हाम्रो मिल्दोजुल्दो टपिक के छ, हाम्रो मेटालर्जी छ। सो हामी मेटालर्जी प्लस हाम्रो यो डी ब्लक हामी सँगै पढ्छौँ के, यो हामी सँगै पढ्छौँ है। र अरू चाहिँ हाम्रो मेटालर्जी कुनै छुटफुट प्रोसेसहरू छ भनेपछि है, छुटफुट प्रोसेसहरू छ भनेपछि त्यसलाई हामी पछि हामी यसलाई मेटालर्जीमा पनि यसलाई छुट्टै 1 घन्टा दिएर हामी त्यसलाई इन्क्लुड गरेर यो च्याप्टर पनि हामी यसलाई कम्प्लिट गर्नेछौँ है। म अलिक ओभरभ्यू मात्र दिइरहेको छु है, कसरी पढ्ने भनेर। यो अलिकति यो ट्रान्जिसन मेटर अलिक फरक छ है, त्यो कुरा हामी अलिकति टाइम लाग्न सक्छ, त्यो हामी पढ्छौँ। अनि यो हाम्रो नन मेटल पार्ट भयो। नन मेटल हामीले यसमा जति पनि हाम्रो पी ब्लकको इलिमेन्ट, जसले नन मेटल हाम्रो के पर्छ, हाम्रो कार्बन भयो, कार्बन फ्यामिली भयो, नाइट्रोजन फ्यामिली भयो, अक्सिजन फ्यामिली भयो, हेलोजन फ्यामिली भयो है, हेलोजन फ्यामिली भयो त्यो। अनि चाहिँ एउटा के हुन्छ, हाइड्रोजन हुन्छ। यो हाइड्रोजन हामी अलगबाट हामी पढ्छौँ कि, यो हाइड्रोजन हामी अलगबाट पढ्छौँ। यो हाइड्रोजनमा के हुन्छ, यसमा वाटर हुन्छ, वाटरको बारे यसको हाम्रो हार्डनेस र सफ्टनेस अफ वाटर हामी पढ्छौँ। त्यो चाहिँ मैले पढ्दा पनि होला 10 क्लासमा, त्यो कुरा यसमा हामी पढ्छौँ है। र यो चाहिँ हाम्रो के हो, पिरियोडिक टेबल भयो। यो चाहिँ हाम्रो यो हाम्रो पिरियोडिक टेबल भनेको। अब यसमा सबै पढ्न जान्छ, एस ब्लक पनि पढ्न जान्छ, डी ब्लक पनि पढ्न जान्छ, पी ब्लक पनि पढ्न जान्छ, र ट्रान्जिसन मेटलहरू पनि यसमा पढ्न जान्छ। यो चाहिँ हाम्रो सबैको हाम्रो के हो, यो हाम्रो ओभरभ्यू हाम्रो के हो, पिरियोडिक टेबल भयो है। हामी अलिकति स्पेसिफिक भएर है, हामी अलिकति स्पेसिफिक भएर हामी अब स्टार्ट गर्दाखेरि हामी कहाँबाट स्टार्ट गर्छौँ भन्दाखेरि मेटलबाट स्टार्ट गर्छौँ है, मेटलबाट स्टार्ट गर्छौँ। सो हामी यो एस ब्लक, पी ब्लक र एस ब्लक, डी ब्लक, पी ब्लक सकिसकेपछि बल्ल हामी पिरियोडिक टेबल स्टार्ट गर्छौँ, किनकि यो सबैमा हामी धेरै कुरा हामी पढिसकेका हुन्छौँ कि, यसमा सबै कुरा हामी पढिसकेका हुन्छौँ, र पछि चाहिँ हाम्रो यो पिरियोडिक टेबल पढ्न एकदमै सजिलो हुन्छ कि यो। ठिक छ, अनि यसमा हामी क्वेसनहरू पनि यसमा हामी पछि डिस्कसन गर्नेछौँ। लास्टमा हामी पिरियोडिक टेबल पढ्छौँ 3टा ब्लक पढिसकेपछि, किनकि हामी एस ब्लक, डी ब्लक र पी ब्लक हामी डिटेलमा पढ्नेवाला छौँ है। र यो चाहिँ हाम्रो सबै कुरा पछि हाम्रो के हुन्छ, यही टपिकबाट हाम्रो के हुन्छ, ओभरल्याप हुन जान्छ। त्यो हाम्रो पिरियोडिक टेबल पढ्न पनि हाम्रो के हुन्छ, अलिक सजिलो हुन्छ। केही कन्फ्युजन त छैन नि, केही सोध्नु छैन नि, त्यो केही छ त्यस्तो सोध्नुपर्ने? हेलो, बोल है, बोल। म तिमीहरूको यहाँ हेर्न पाइरहेको छैन त्यहाँ च्याटहरू। हजुर हजुर। के भयो, बोल्दै बोल्दैनौ तिमी? च्याट चाहिँ नगर है, म चाहिँ यहाँ च्याट हेर्न पाइरहेको छैन। च्याटको लागि फेरि मलाई अलग डिभाइसबाट मैले फेरि लगइन गर्नुपर्छ। च्याट चाहिँ नगर है, च्याट नगर। च्याट म हेर्नै पाउँदिनँ, मेसेजै हेर्न पाउँदिनँ म, किनकि यो स्क्रिन नै उतातिर सिफ्ट भएको हुन्छ। त्यसको लागि म अलग डिभाइसमा फेरि लगइन गर्नुपर्छ। ल म अब स्टार्ट गरेँ, म अलि अब स्पेसिफिक अब अलिकता स्टार्ट गरेँ यहाँनिर। एस ब्लकबाट स्टार्ट गरेँ है, मैले कहाँबाट स्टार्ट गरेँ भन्दा एस ब्लकबाट स्टार्ट गरेँ। एस ब्लक, अब हेर, एस ब्लक भनेको के हो है, तिमीहरूले मलाई एन्सर भन, अडियोमा मलाई भन। त्यो जे आउँछ त्यही भन कि, जरुरी छैन कि तिमीलाई सबै कुरा आउँछ भनेर है। मलाई भन के हो एस ब्लक भनेको, जे आउँछ त्यही भन, लाज मान्नु पर्दैन है, जे आउँछ त्यही भन। के हो एस ब्लक भनेको? हेलो, कोही त कोही बोल। थाहा छ भने थाहा छ भन, थाहा छैन भने सर तपाईँ नै भनिदिनु भनेर त्यसो पनि भन्दा हुन्छ, टाइम बचाउनु पर्यो नि त। First two group of periodic table. फर्स्ट टु ग्रुप अफ पिरियोडिक टेबल, ओके, त्यो ठिक छ। अरू पनि अलिकति स्पेसिफिक हुन चाहन्छौ किन? त्यसलाई मतलब ठिक छ, ग्रुप फर्स्ट वान ए र 2 एस ब्लकमा राखेको छ, त्यसलाई किन एस ब्लकमै राखेको?
त्यसलाई एस ब्लकमै किन राखेको भन त। ल हेर है, तिमीले भन्छु भनेपछि अलिकति लेभल थाहा हुन्छ। ल हेर, एस ब्लक भनेको हामीले 10 क्लासदेखि नै पढिरहेछौँ। कसरी डिफाइन गर्छ भन्दाखेरि इलेक्ट्रोनिक कन्फिगरेसन गर्दै जाँदा है, इलेक्ट्रोनिक कन्फिगरेसन गर्दै जाँदा हाम्रो लास्टको इलेक्ट्रोन हाम्रो एस सबसेलमा गएर भर्यो भने है, एस सबसेलमा गएर भर्यो भने, अरू तिमीले पढ्यो होला डिफ्रेन्सिएटिङ इलेक्ट्रोन लास्टको यो इलेक्ट्रोन है हाम्रो एस सबसेलमा एस अर्बिटलमा गएर भर्यो भने त्यसलाई हामीले के भन्छौँ, एस ब्लकको इलिमेन्ट भन्छौँ। जस्तै हामीसँग सोडियम छ, सोडियमको एटम नम्बर कति हुन्छ, 11 हुन्छ। यसको लास्टको इलेक्ट्रोन कन्फिगरेसन हेर 1s2 2s2 2p6 3s1 हेर त। सो अन्तिमको इलेक्ट्रोन हाम्रो कहाँ गएर भर्यो भन्दाखेरि एस अर्बिटलमा एस सबसेलमा गएर भर्यो भने यसलाई हामी के भन्छ, एस ब्लक इलिमेन्ट भन्छौँ। ठिक छ। सो यो एस ब्लकको इलिमेन्टमा हाम्रो जेनरली कुन कुन ग्रुप पर्छ भन्दाखेरि यसलाई हामी यसरी भन्छौँ भन्दाखेरि हेर त, यो एस ब्लकमा यो एस सबसेलमा हाम्रो म्याक्सिमम कतिवटा इलेक्ट्रोन अटाउँछ, यो एस अर्बिटलमा हाम्रो म्याक्सिमम 2टा इलेक्ट्रोन अटाउँछ। यदि एउटा इलेक्ट्रोन छ भनेपछि त्यसलाई हामी के भन्छौँ, अल्काली मेटल भन्छौँ है। यदि यसमा एउटा इलेक्ट्रोन भरिरहेछ भनेपछि यो एस अर्बिटलमा एउटा इलेक्ट्रोन भरिरहेछ भने त्यसलाई हामी के भन्छौँ, अल्काली मेटल भन्छौँ है। र यदि यही अर्बिटलमा फेरि अर्को पनि इलेक्ट्रोन गएर एड भयो भने त्यसलाई हामी के भन्छौँ, हामी अल्कलाइन अर्थ मेटल भन्छौँ। के भन्छौँ यसलाई हामी, अल्कलाइन अर्थ मेटल हामी भन्छौँ है, अल्कलाइन अर्थ मेटल भन्छौँ है, अल्कलाइन अर्थ मेटल हामी भन्छौँ। ठिक छ। सो यही अल्कलाइन अर्थ, यो हाम्रो जुन अल्काली मेटल छ, यो अल्काली मेटलमा कुन ग्रुपमा पर्छ भन्दाखेरि ग्रुप 1A मा पर्छ है, ग्रुप 1A मा पर्छ। र यो हाम्रो केमा पर्छ, ग्रुप 2A मा पर्छ। केमा पर्छ, ग्रुप 2A मा पर्छ। सो हामी अब के भन्छौँ भन्दाखेरि एस ब्लक भनेको के हो, एस ब्लक भनेको इलेक्ट्रोनिक कन्फिगरेसन गर्दै जाँदा लास्टको इलेक्ट्रोन हाम्रो एस सबसेलमा गएर भर्यो भने त्यसलाई हामी के भन्छौँ, एस ब्लक इलिमेन्ट भन्छौँ। र यो डब्बामा यदि एउटा इलेक्ट्रोन छ भने त्यसलाई हामी अल्काली मेटल भन्छौँ। यदि यही डब्बामा हाम्रो 2टा इलेक्ट्रोन भयो भने त्यसलाई हामी के भन्छौँ, अल्कलाइन अर्थ मेटल हामी यसलाई भन्छौँ। अल्काली मेटल हामी ग्रुप 1A मेटल पनि भन्छौँ, यसलाई हामी ग्रुप 2A मेटल पनि हामी यसलाई भन्छौँ। अब हामी स्टार्ट गर्छौँ, हामी कहाँबाट स्टार्ट गर्छौँ भन्दाखेरि एस ब्लक पनि हामी स्टार्ट गर्ने भनेको हामी अल्काली मेटलबाट हामी स्टार्ट गर्नेवाला छौँ है आज। सो मैले अब लेखेँ हेडिङ, अब तिमीले पनि कपीमा अब हेडिङ लेख्दा हुन्छ अल्काली मेटल भनेर है। म यसमा धेरै कुरा त म आज यो पढाउँदिनँ, आज जेनरल कुराहरू म पढाउँछु। सबैले हेडिङ लेख, अल्काली मेटल भनेर हेडिङ लेख है, अल्काली मेटल भनेर हेडिङ लेख। अब धेरै कुरा मैले पहिला पनि भनिसकेको छु, अब त्यही कुरा म यसमा अलिकति नोटको फर्ममा पनि मैले लेखिदिएँ। हेर त, यो अल्काली मेटल भनेको यो कुन ग्रुपको इलिमेन्ट हो भन्दाखेरि हाम्रो ग्रुप 1A को इलिमेन्ट है। हाम्रो क्लास रेकर्ड भइरहेछ कि छैन? भइरहेछ। ओके ल एकछिन। ल अल्काली मेटल हाम्रो कुन ग्रुपमा पर्छ भन्दा यो ग्रुप 1A मा पर्छ। हामी अघि पनि भनेको थियौँ ग्रुप 1A मा है। अनि यसलाई हामी कुन ब्लकमा राख्छौँ भन्दा यसलाई हामी एस ब्लकमा राख्छौँ। कुन ब्लकमा राख्छौँ, यसलाई हामी एस ब्लकमा राख्छौँ। अनि मैले अर्को कुरा भन त, तिमीले पढ्यो होला अल्काली मेटललाई अल्काली किन भनेको होला, अर वाट डु यु मिन बाई अल्काली, अल्काली भनेर के बुझ्छु मलाई भन त। अल्काली भनेको के बुझ्छ मलाई भन्न त, वाट डु यु मिन बाई अल्काली, कसले सोध्यो वाट मिन अल्काली, अनि अल्काली भनेको के भन्छु मलाई भन त। भन, यो अल्काली मेटल भनेको ग्रुप ठिक छ। यो 1 को पनि एलिमेन्टहरू ठिक छ। ग्रुप 1A कोलाई मैले अल्काली भने र ग्रुप 2A कोलाई मैले अल्कलाइन भने। तर मैले किन ग्रुप 2A लाई मैले अल्कलाइन नै भनेको, ग्रुप 1A लाई हामी अल्काली, ठिक छ यो पनि अल्काली हो, यो पनि अल्काली हो। मलाई भन यो दुवै ग्रुपलाई किन अल्काली भनेको होला, अल्कालीको मिनिङ के हुन्छ। सो अल्कालीको मिनिङ के हुन्छ भन्दाखेरि हेर त, यो ग्रुप 1A को चाहे ग्रुप 2A को जति पनि मेटल्सहरू छ है,
यो जति पनि मेटल्सहरू छ त्यो सबै मेटल्स हामी केमा राख्छौँ भन्दा यसलाई पानीमा राख्छौँ। केमा राख्छौँ यसलाई हामी पानीमा राख्छौँ। पानीमा राख्दा यिनीहरूले के बनाउँछ, बेस बनाउँछ। के बनाउँछ, बेस। र यो बेस पनि के हुन्छ पानीमा, सोलबल हुन्छ। के हुन्छ यो बेस पनि के हुन्छ पानीमा, सोलबल हुन्छ। सो हामी एक लाइनमा हामी के भन्छौँ भन्दाखेरि वाटर सोलबल बेसिस है। मतलब यो जति पनि यो ग्रुपको मेटलहरू छ, यो अल्काइल मेटल भयो चाहिँ अल्कालाइन अर्थ मेटल भयो, यो ग्रुपको जति पनि मेटलहरू छ सबैले वाटरसँग रिएक्सन गर्दाखेरि यसले बेस बनाउँछ। र त्यो बेस पनि के हुन्छ पानीमा, सोलबल हुन्छ। सो दे आर कल्ड एज के त, अल्काली। सो मैले एक लाइनमा के लेखेँ भन्दाखेरि हेर त, यहाँनिर वाटर सोलबल बेसिस लाइन है। मैले यहाँ के लेखेँ भन्दाखेरि वाटर सोलबल वाटर सोलबल बेसिस आर नोन एज के त, अल्काली। वाटर सोलबल बेसिसलाई हामी के भन्छौँ, हामी अल्काली भन्छौँ। बुझ्यो अब कि बुझेन? के अल्काली भनेको बुझ्यो कि बुझेन? हेलो। यस सर। ओके ल, अब हेर मलाई भन त यो अल्काली मेटलमा है, यो अल्काली मेटलमा मलाई भन त कुन कुन इलिमेन्टहरू पर्छ, कुन कुन इलिमेन्टहरू तिमीलाई थाहा भएको इलिमेन्टहरू मलाई भन्दैछौ है। मलाई भन त यो ग्रुप 1A मा कुन कुन इलिमेन्टहरू पर्छ? Sodium, ओके, सोडियम, potassium, सोडियमहरू, पोटासियमहरू, lithium, ओके, लिथियमहरू, हाइड्रोजन। rubidium, ओके, रुबिडियम, अरू अरू थाहा छैन सर। ओके है, भन न भन। ओके ल, रब्से के ल, अघि एक भाइले एउटा भाइले भन्दै थियो त रब्से मतलब फरियाद त हो, तर त्यसमा मलाई भन्नु पनि पर्यो नि त कुन कुन इलिमेन्टहरू छ। निमोनिक्स याद छ तर भित्रको याद छैन, त्यो त गडबड भयो नि त। हाइड्रोजन, सीजियम, फ्रान्सियम। ओके ल, सिजियम र लास्टमा के हुन्छ, फ्रान्सियम हुन्छ है। यो सरी हेर त, मैले यहाँ सुरुदेखि लेखेँ है। हेर यहाँ हाम्रो यहाँ के इलिमेन्टहरू पर्छ भन्दाखेरि मैले यहाँ सुरुदेखि लेखेँ। हेर त, हाइड्रोजन पर्छ, लिथियम पर्छ, सोडियम पर्छ, पोटासियम पर्छ, रुबिडियम पर्छ, र अरू के पर्छ यहाँ, सिजियम पर्छ, र लास्टमा हाम्रो के पर्छ यहाँ, फ्रान्सियम पर्छ। यसलाई तिमीले कसरी याद राखेछ भन्दाखेरि हेलिना के भन्दाखेरि को रुबीसँग फ्रेन्डसिप। चाहिँ अघि एउटा भाइले भनेको थियो हेलिनाको रुबी रब से फरियाद है। रब से फरियाद हामी यसरी पनि भन्दा हुन्छ। चाहिँ कोही कोहीले यसलाई यसरी पनि याद राखेर हुन्छ, हेलिना को रुबीसँग फरार है। रुबीसँग फरार भयो। हेलिना कोसँग फरार भयो भन्दाखेरि रुबीसँग फरार भयो भनेर यसलाई यसरी पनि याद राख्दा हुन्छ। दुवैजना साथी थिए, दुवैजना फरार भयो। अब कोसँग फरार भयो त्यो कुरा हाम्रो क्वेसनको कुरा होइन है। सो यसलाई यसरी याद राख्दा हुन्छ। अब हेर यसमा ल, यसमा एउटा क्वेसन गर्छु म तिमीहरूले यसमा एउटा क्वेसन गर्न चाहे। मलाई भन त यो जति पनि इलिमेन्टहरू छ है, यो सबै इलिमेन्टहरूमा मलाई भन विच अफ द फ्लोइङ इलिमेन्ट इज लिक्विड एट रुम टेम्परेचर। लिक्विड एट के त रुम टेम्परेचर। ल मलाई भन, ल गेस गर, गेस। हजुर, लिथियम। यस, लिथियम इज रङ आन्सर। अर्को ट्राई गर, ट्राई गर, जरुरी छैन आउने पर्छ भनेर। Francium, फ्रान्सियम, yes, यस, दिस इज राइट एन्सर है, फ्रान्सियम। फ्रान्सियम किन होला, रिजन भन्न सक्छौ? रिजन भन्न सक्छौ? ल म आफै भन्छु। रिजन थाहा छैन, जस्ट थाहा थियो यो छ भनेर। ओके, भेरी गुड है। सो मैले यहाँ के भने भन्दाखेरि यो जुन हाम्रो फ्रान्सियम छ, फ्रान्सियम हाम्रो के हुन्छ, लिक्विड हुन्छ है। फ्रान्सियम हाम्रो के हुन्छ, लिक्विड हुन्छ। लिक्विड एट के त यो क्वेसन सोधेको थियो, यो एकपल्ट इन्डियामा सोधेको थियो र नेपालमा पनि मोडल टेस्टहरूमा सोधिरहेको हुन्छ। लिक्विड एट के त हाम्रो रुम टेम्परेचर है। यसलाई हामी के भन्छ, लिक्विड एट के त रुम टेम्परेचर। ठिक छ, मैले माने यो जुन हाम्रो फ्रान्सियम छ दिस इज लिक्विड एट रुम टेम्परेचर। तर किन यो लिक्विड होला, वाइ इट इज कल्ड लिक्विड? किनकि हेर त लिक्विड हुनको लागि
त्यसको रुम टेम्परेचरमा हेर्दा कुनै पनि सब्सटान्स जस्तै हेर मसँग जस्तै मार्कर छ होइन, त्यो मार्करलाई रुम टेम्परेचरमा लिक्विड हुनको लागि त्यो मार्करको मेल्टिङ पोइन्ट के हुनु पर्यो? त्यो यो मार्करको मेल्टिङ पोइन्ट के हुनु पर्यो भन्दाखेरि लो हुनु रुम पर्यो। टेम्परेचर रुम टेम्परेचर जत्तिकै हुनु पर्यो के। किनकि हेर त रुम टेम्परेचरमा कुनै कुरा मेल्ट हुन्छ भने अभियसली हामी के भन्छौँ, त्यसको मेल्टिङ पोइन्ट हाम्रो रुम टेम्परेचर जत्तिकै छ। जस्तै हाम्रो मार्कर छ, यदि मार्कर हाम्रो यदि लिक्विड स्टेटमा छ एट रुम टेम्परेचरमा भन्दाखेरि हामी के भन्छौँ भन्दाखेरि यो मार्करको मेल्टिङ पोइन्ट के छ, रुम टेम्परेचर जत्तिकै छ, अनि न मार्कर मेल्ट हुन्छ होइन र। मार्करलाई मेल्ट यदि रुम टेम्परेचरमा यदि मेल्ट भइरहेछ भनेपछि हामी के भन्छौँ, मार्करको मेल्टिङ पोइन्ट कति छ, रुम टेम्परेचर जत्तिकै छ। भन्न मिल्छ मिल्दैन? अरे कस्तो बोलो, बुझेको छैन? बुझेको छ भन, बुझेको छैन भने भन, बुझ्या मलाई छ भन। सर, बुझ्या छ। अरूले पनि भन, बुझेको छ सर भनेर भन। एक दुईजनाले बुझेर हुँदैन, सबैलाई पढाइरहेको छु, सबैले भन्नु पर्यो है। जस्तै हेर हामीसँग फ्रान्सियम छ, फ्रान्सियम हामीसँग के छ, लिक्विड छ। कतिमा लिक्विड छ? यो हाम्रो रुम टेम्परेचरमा लिक्विड छ भने हामी के बुझ्न सक्छौँ भन्दाखेरि अभियसली फ्रान्सियमको मेल्टिङ पोइन्ट कति होला, रुम टेम्परेचर जत्तिकै होला, अनि नै यो मेल्ट भइरहेछ। सो हामी के बुझ्न सक्छौँ, यो कुरालाई हामी के बुझ्न सक्छौँ भन्दाखेरि फ्रान्सियमको मेल्टिङ पोइन्ट के छ, हाम्रो कम छ। मेल्टिङ पोइन्ट पनि कम छ र यसको बोइलिङ पोइन्ट पनि कम छ। सो यो कुरा हामी यसमा बुझ्न सक्छौँ है। सो मैले यहाँ के भने भन्दाखेरि यसको हेरेर त हामीसँग फ्रान्सियमको हाम्रो यसको मेल्टिङ पोइन्ट पनि के छ, कम छ, र यसको बोइलिङ पोइन्ट पनि के छ, कम छ। त्यही भएर यो हाम्रो के छ, लिक्विड छ। ठिक छ, मैले माने यसको मेल्टिङ पोइन्ट कम छ, बोइलिङ, तर किन कम छ होला? वाइ इट इज लोअर, इट हेज लोअर मेल्टिङ पोइन्ट, बोइलिङ पोइन्ट। सो यसको लागि हामी के कुरा बुझ्छौँ भन्दाखेरि कुनै सब्सटान्सलाई है, यो मेटलको केसमा है, मेटल केसमा कुनै पनि सब्सटान्स यदि मेल्ट पोइन्ट कम छ भने मेल्टिङ पोइन्ट र बोइलिङ पोइन्ट हाम्रो केमा डिपेन्ड पर्छ, मेटालिक बोन्डिङमा डिपेन्ड पर्छ है। सो मैले यहाँ के लेखेँ भन्दाखेरि मेटालिक बोन्डिङ लेखेँ, मेटालिक बोन्डिङ मैले लेखेँ। मेटालिक बोन्डिङ के हुन्छ, यिनीहरूको विक हुन्छ। सो आखिरमा मेटालिक बोन्डिङ भनेको के हो, यो कुरा पनि हामी बुझ्नु पर्यो के। सो मेटालिक बोन्डिङ भनेको के हो भन्दाखेरि हेर त कुनै पनि मेटल छ है, सो त्यो मेटलको इलेक्ट्रोनसँग भएको एट्र्याक्सनलाई नै हामी के भन्छौँ, हामी मेटालिक बोन्डिङ भन्छौँ। सो मैले के लेखेँ भन्दाखेरि हेर त यो मेल्टिङ पोइन्ट र बोइलिङ पोइन्ट छ जुन केमा डिपेन्ड पर्छ, मेटालिक बोन्डिङमा डिपेन्ड पर्छ। सो मेटालिक बोन्डिङ भनेको के हो, मेटालिक बोन्डिङ भनेको एउटा एट्र्याक्सन हो। के हो? एउटा एट्र्याक्सन हो। एट्र्याक्सन हाम्रो के को बिचमा भन्दाखेरि एट्र्याक्सन बिट्विन है, एट्र्याक्सन बिट्विन के त हाम्रो न्युक्लियस 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 एन्ड आउटरमोस्ट इलेक्ट्रोन है, के त हाम्रो आउटरमोस्ट इलेक्ट्रोन, आउटरमोस्ट इलेक्ट्रोन। ल अब म तिमीलाई एउटा सिम्पल क्वेसन सोध्छु, हेर त मलाई भन त लिथियमको केसमा मेटालिक बोन्डिङ स्ट्रङ होला कि विक होला? भन न भन। लिथियमको केसमा मेटालिक बोन्डिङ स्ट्रङ होला कि विक होला? विक होला, विक होला, विक होला सर। ल मैले फेरिदेखि भने है, हेर त मेटालिक बोन्डिङ भनेको के हो, मेटालिक बोन्डिङ भनेको एउटा एट्र्याक्सन हो। एट्र्याक्सन बिट्विन के हो भन्दाखेरि न्युक्लियस एन्ड आउटरमोस्ट इलेक्ट्रोन है। अब हेर यहाँनिर हेर त लिथियमको साइज सानो छ कि ठुलो छ? अभियसली लिथियमको साइज के छ, सानो छ। साइज सानो भयो भने यसको जुन हेर त यो यसको जुन न्युक्लियस छ र यसको जुन आउटरमोस्ट इलेक्ट्रोन छ त्यसको डिस्टेन्स बढी छ कि कम छ? भन न, यसको डिस्टेन्स बढी छ कि कम छ? कम छ। हो, डिस्टेन्स कम भयो भने अब एट्र्याक्सन बढी होला कि कम होला? बढी होला। एट्र्याक्सन बढी भयो भने मेटालिक बोन्डिङ स्ट्रङ होला कि विक होला? मेटालिक बोन्डिङ पनि के हुन्छ, स्ट्रङ हुन्छ। मेटालिक बोन्डिङ स्ट्रङ भयो भने मेल्टिङ पोइन्ट पनि बढी हुन्छ र बोइलिङ पोइन्ट पनि के हुन्छ, बढी हुन्छ। सिमिलरली हेर फ्रान्सियमको केसमा फ्रान्सियमको साइज सानो कि ठुलो? यसको साइज ठुलो हुन्छ है। फ्रान्सियमको यसको एटमै के छ, ठुलो छ। सो फ्रान्सियमको साइज पनि के हुन्छ, ठुलो हुन्छ। साइज ठुलो भने यसको न्युक्लियस र यसको आउटरमोस्ट इलेक्ट्रोनको डिस्टेन्स के हुन्छ, बढी हुन्छ कि कम हुन्छ? डिस्टेन्स बढी हुन्छ। डिस्टेन्स बढी भयो भने अब यिनीहरूको एट्र्याक्सन बढी हुन्छ कि कम हुन्छ? एट्र्याक्सन
भन न यिनीहरूको कम एट्र्याक्सन हुन्छ बढी हो एट्र्याक्सन कम हुन्छ एट्र्याक्सन कम भयो भने यिनीहरूको हेर त एट्र्याक्सन कम भयो भने यिनीहरूको मेटालिक बोन्डिङको स्ट्रेन्थ बढी हुन्छ कि कम हुन्छ एट्र्याक्सन कम नै कम छ भने मेटालिक बोन्डिङ पनि कम हुन्छ मेटालिक बोन्डिङ कम भयो भने यिनीहरूको मेल्टिङ पोइन्ट र बोइलिङ पोइन्ट पनि के हुन्छ कम हुन जान्छ बुझेन बुझे सर सबैले बुझ्यो बुझेँ सर। यस सर बुझ्याम है केही कन्फ्युजन भयो भने मलाई सोद्धा हुन्छ म फेरि भन्छु ठिक छ सो यही हो रिजन हेर है यही हो रिजन हाम्रो फ्यान्सिम किन लिक्विड हुन्छ किनकि फ्यान्सिमको साइज ठुलो छ साइज ठुलो एट्र्याक्सन कम हुन्छ एट्र्याक्सन कम भने मेटालिक बोन्डिङ पनि विक हुन्छ मेटालिक बोन्डिङ विक भयो भने मेल्टिङ पोइन्ट पनि र बोइलिङ पोइन्ट पनि के हुन्छ कम हुन्छ सो यो हाम्रो फ्यान्सिम केस थियो मैले यहाँनिर मैले मेटालिक बोन्डिङ पनि घटाइदिएँ यहाँ मैले एट्र्याक्सन पनि घटाइदिएँ त्यसको मेल्टिङ पोइन्ट पनि र बोइलिङ पोइन्ट पनि के हो हाम्रो घटेर गयो अब हेर हामीले यदि अप्सनमा यदि हाम्रो फ्यान्सिम दिएन भने अब हामी एन्सर के लाउने अब मानौँ हामीसँग अप्सनमा फ्यान्सिम छैन भने अब एन्सर के लाउने कुन मेटल हाम्रो अब लिक्विड छ मलाई भन अब सेजियम सिजियम है अब हामी एन्सर के लाउँछौँ सिजियम यदि हामीले अप्सनमा यदि फ्यान्सियम दिएको छैन भने हामी एन्सरमा के लाउँछौँ सिजियम लाउँछौँ किनकि सिजियमको यसको जुन मेल्टिङ पोइन्ट छ यसको जुन सिजियमलाई हेर त जब हामी यसलाई रुम टेम्परेचरमा राख्यौँ भने रुम टेम्परेचरभन्दा अलिकति बेसी टेम्परेचर दिनुपर्छ कि यसलाई सिजियमलाई रुम जस्तै हेर त हाम्रो जस्तै नेपालगञ्जमा भयो कि नेपालगञ्जहरू भयो चाहे भैरवाहरू भयो होइन त्यहाँनिर अरू हाम्रो तराईको ठाउँहरू भयो त्यो तराईको ठाउँहरूमा रुम टेम्परेचरभन्दा अलिकति बेसी टेम्परेचर दियो भने जस्तै हाम्रो 37 डिग्री सेल्सियसभन्दा अलिकति बेसी टेम्परेचर दियो भने हाम्रो के हुन्छ सिजियम पनि के हुन्छ लिक्विड हुन जान्छ ठिक छ सो यदि हाम्रो अप्सनमा यदि फ्रान्सियम दिएन भने हामी के लाउँछौँ सिजियम लाउँछौँ यदि दुवै दिएको छ भने हामी के लाउँछौँ फ्रान्सियम लाउँछौँ बुझ्यौ सबैले यस सर ओके अब हेर मलाई Yes, sir. तिमीले मलाई बेसिक कुरा म तिमीलाई सोधिरहेको छु हेर त मैले केही गाह्रो क्वेसन मैले सोधेन मलाई भन वाट इज द एटमिक नम्बर अफ हाइड्रोजन अरे भन्दै जाऊ वाट इज द एटमिक नम्बर अफ हाइड्रोजन भन न भन 1 हुन्छ सबैले भन्नु पर्यो नि त हाम्रो पिरियोडिक त्यो तिमीलाई तिमीले त्यो 20 वटा एलिमेन्ट याद छैन तिमी बोलि नै रहेको छैनौ एउटा भाइ कुन बोल्दैछ तिम्रो भाइ अलिकति आवाज दबिएर आइरहेछ है कुन भाइ बोल्दैछ अघि ल अरूले पनि भन आलोक राज सुनिरहेछौ हेलो हेलो आलोक भाइ हजुर सर सुनिरहेछ एमडी नाजम आलम सुनिरहेछौ तिमी हजुर सुनिरहेको छु आदित्य यादव सुनिरहेछौ आदित्य यादव सुनिरहेछौ ओके ल छोडिदेऊ ल हेर है यहाँनिर ध्यान देऊ हामीसँग यो जति पनि इलिमेन्टहरू छ यो सबै इलिमेन्टहरूमा मैले यसमा यिनीहरूको सबैको एटमिक नम्बर म लेखिरहेको थिएँ यसको हाइड्रोजन कति हुन्छ यसको एटमिक नम्बर हाम्रो 1 हुन्छ लिथियम कति हुन्छ 3 हुन्छ सोडियम कति हुन्छ 11 हुन्छ पोटासियम कति हुन्छ यसको 19 हुन्छ रुबिडियम कति हुन्छ यसको हाम्रो 37 हुन्छ सिजियम कति हुन्छ 55 हुन्छ फ्रान्सियम कति हुन्छ 87 हुन्छ कति हुन्छ यसको हाम्रो 87 हुन्छ ठिक छ तिमीले इन्टरेक्सन गर्दैन भनेपछि म पनि छोडिदिन्छु इन्टरेक्सन गर्न है तिमीले इन्टरेक्सन गर्नु पर्यो अनि बल्ल म यो इन्टरेक्सन गर्छु है नभए म तिमीले यसमा सोध्थेँ तिमीले भनेन छोडिदेऊ है मैले किन हाइड्रोजनको एटम नम्बर कति हुन्छ 1 हुन्छ लिथियम कति हुन्छ 3 हुन्छ यसको कति हुन्छ सोडियम 11 हुन्छ पोटासियम 90 हुन्छ रुबिडियम 37 सिजियम 55 र फ्रान्सियम कति हुन्छ 87 हुन्छ सो हेर त यहाँनिर हामीले यिनीहरूको एटमिक नम्बर कसरी पत्ता लगाउने भन्दाखेरि यसको एटमिक नम्बर पत्ता लगाउनको लागि हामी के गर्छौँ भन्दाखेरि हेर त यहाँनिर 1 देखि हेर त यो हाइड्रोजनको 1 छ लिथियमको चाहिँ 3 छ भनेपछि हामी यसमा कति एड गरेको भन्दाखेरि यसमा हामी +2 एड गरेको कति एड गरेको यसमा हामी +2 एड गरेको
यहाँ हामी कति एड गरेको +8 एड गरेको, फेरि हामी यहाँ कति एड गरेको +8 एड गरेको, फेरि कति एड गरेको +18 एड गरेको, फेरि कति एड गरेको +18 र यसमा हामी लास्टमा कति एड गरेको +32 एड गरेको है। यहाँ तिमी एड गर्न सक्छौ हेर त, यहाँ 1 मा 2 एड गरेर कति हुन्छ 3 हुन्छ, 3 मा 8 एड गरेर यो 11 हुन्छ, फेरि 8 एड गरेर 19 हुन्छ, फेरि 18 एड गरेर 37 हुन्छ, फेरि 18 एड 55 र +32 एड गरेर 87 हुन्छ है। सो यो नम्बरहरूलाई हामी के भन्छौँ मलाई भन त, वाट यो नम्बरहरूको नाम के हो, यसलाई हामी कुन नम्बर भन्छौँ यसलाई? म्याजिकल नम्बर। यस, भेरी गुड है। यो नम्बरलाई हामी के भन्छौँ, हामी म्याजिक नम्बर भन्छौँ है। सो तिमीलाई एक्जाममा सोध्न सक्छ which of the following below is not magic number, तिमीलाई अप्सन दिन सक्छ 2, 8, 18 है, र अरू हाम्रो के दिन सक्छ, अरू हाम्रो कुनै नम्बर दिन सक्छ, हामीले यहाँनिर जस्तै 30 दिन सक्छ भने हाम्रो एन्सर के हुन्छ? which of the following is not magic number, एन्सर के हुन्छ? 30. 30 हुन्छ है। हो, यो हाम्रो म्याजिक नम्बर होइन, यो नम्बर म्याजिक नम्बर होइन। त्यसो मलाई भन त म्याजिक नम्बर किन भनेको होला, वाइ इट इज कल्ड म्याजिक नम्बर? 2, 8, 18, 18, 32 लाई हामीलाई किन म्याजिक नम्बर नै भनेको? किनकि जस्तै हेर है, जस्तै म होप गर्छु भन्दाखेरि मानव तिमीलाई सोडियमसम्म एटमिक नम्बर थाहा थियो, चाहे तिमीलाई सबै थाहा थियो, पोटासियमसम्म थाहा थियो, तर रुबिडियमको थाहा थियो त? मेबी थाहा थिएन होला। सो अननोन इलिमेन्टको एटमिक नम्बर पत्ता लगाउनको लागि हामी जुन नम्बर युज गर्छौँ त्यो नम्बरलाई नै हामी के भन्छ, म्याजिक नम्बर भन्छौँ। जस्तै हेर त, पिरियोडिक टेबलको सबै इलिमेन्टको एटमिक नम्बर याद गर्न सकिन्छ कि सकिँदैन मलाई भन त? सकिँदैन नि अभियसली। हो है, पिरियोडिक टेबलको सबै एटमको एटमिक नम्बर याद गर्न सकिँदैन है। सो कुनै पनि अननोन इलिमेन्टको एटमिक, जस्तै हेर त तिमीलाई कुनै पनि जस्तै म एउटा एक्जाम्पल दिएँ है, जस्तै हेर मैले ग्रुप 2A को एक्जाम्पल दिएँ, ठिक छ, ग्रुप 2A को एक्जाम्पल दिएँ। ग्रुप 2 मा हाम्रो यसमा कुन इलिमेन्ट पर्छ? बेरिलियम पर्छ, म्याग्नेसियम पर्छ है, यो यसमा हाम्रो के पर्छ? क्याल्सियम पर्छ, स्ट्रोन्सियम पर्छ। सो अभियसली तिमीलाई यहाँसम्म एटम नम्बर थाहा छ, यसको कति थाहा छ? 20 थाहा छ भनेपछि यसको निकाल्न सक्दैनौ। अब यसमा कति एड गर्छौ भने यसको एटम नम्बर यहाँ आउँछ? मलाई भन त, अब 20 मा कति एड गर्ने भने यसको एटम नम्बर आउँछ? 18। हो, यसमा हामी कति एड गर्नुपर्छ? यसमा 18 एड गर। 18 एड गर्ने बित्तिकै यसको कति आउँछ? हाम्रो 38 आउँछ। कति आउँछ? 38 आउँछ है। सो हाम्रो पिरियोडिक टेबलमा यदि अरू कुनै माथिको 2टा अर 3टा इलिमेन्टको यदि एटम नम्बर याद छ और अननोन इलिमेन्टको रहेछ भनेपछि हामी अननोन इलिमेन्टको एटमिक नम्बर पत्ता लगाउनको लागि हामी जुन नम्बर युज गर्छौँ, सो दिस नम्बर आर कल्ड के त म्याजिक नम्बर, हामी यसलाई भन्छौँ। ठिक छ। अब हेर, म यसको अलि यसमा के लेखेँ भन्दाखेरि यसको इलेक्ट्रोनिक कन्फर्मेसन मैले लेखेँ। हेर त, इलेक्ट्रोनिक एकदम सर्टकटमा मैले लेखेँ। हेर त, जस्तै यसको के हुन्छ? 1s1 हुन्छ, यसको हाम्रो के हुन्छ? 1s2, 2s1 हुन्छ, और हामी यसलाई के भन्छ? यसलाई हिलियम भन्छौँ। हिलियम के भन्छ? यसलाई हामी 2s1 भन्छौँ। ठिक छ। यसलाई हामी के भन्छ? हामी नियन भन्छौँ है। नियन के भन्छ? यसलाई हामी 3s1 भन्छौँ है। यसलाई हामी के भन्छ? यसलाई हामी आर्गन भन्छौँ। आर्गन के भन्छ? यसलाई हामी 4s1 भन्छौँ। के भन्छ? हामी 4s1 भन्छौँ है। यसलाई के भन्छ? हामी क्रिप्टन भन्छौँ। क्रिप्टन के भन्छ? यसलाई हामी 5s1 भन्छौँ। क्रिप्टन 5s1 है। यसलाई के भन्छ? हामी जेनन भन्छौँ। जेनन के भन्छ? यसलाई हामी 6s1 भन्छौँ, र यसलाई हामी के भन्छ? रेडन भन्छौँ। रेडन के भन्छ? यसलाई हामी 7s1 भन्छौँ। के भन्छ? हामी 7s1 भन्छौँ। सो मैले यसलाई के लेखेँ भन्दाखेरि यो सबै इलेक्ट्रोन कन्फर्मेसन मैले के को टर्ममा लेखेँ? मैले इनर्ट ग्यासको टर्ममा मैले लेखेँ। के टर्ममा लेखेँ मैले? इनर्ट ग्यासको टर्ममा। मलाई भन्नु न त, तिमीले इनर्ट ग्यास याद गर्ने तरिका थाहा छ? हाउ डु रिमेम्बर दिस इनर्ट ग्यासेस? अरे भन्छ कि भन्दैनौ? थाहा छैन sir. सर। इनर्ट ग्यासहरू के हुन्छ भन्दाखेरि हिलियम, नियन, आर्गन, क्रिप्टन, जेनन र रेडन हुन्छ। यसलाई हामी यसरी पनि यसलाई याद राख्न सकिन्छ। यसलाई हामी यसरी भन है, एच भनेको हिना, एनी भनेको निना, एआर भनेको और, करिना है। यहाँसम्म याद राखेँ, हिना, निना और करिना, जीती रहना। यसलाई यसरी याद राख्नु है, हिना, निना और करिना, जीती रहना। अब याद हुन्छ?
बोल्दा पनि बोल्दैन। हुन्छ सर, हुन्छ, याद हुन्छ हुन्छ। म्युट सर। अनम्युट गर्नमा टाइम लाग्छ। ओके है त्यो निमोनिकसँग अलिकता फ्यामिलियर हुनुपर्छ है। हिलियम, नियन, आर्गन, अरू पनि ट्रिकहरू छ, त्यो अरू ट्रिक मैले भन्न गइनँ, त्यो अलिकता राम्रो मलाई यही लाग्यो भन्नको लागि, सो मैले पनि यही भने है। अरू पनि ट्रिकहरू छ, मैले अर्कै ट्रिकबाट याद राखेको थिएँ, तर छोड त्यो कुरा। सो यो जति पनि इनर्ट ग्यासहरू छ, त्यो इनर्ट ग्यास पछि हामी के गर्छौँ, यहाँ नम्बर हामी इन्क्रिज गर्दै जान्छ। जस्तै यहाँ हेर्दै यहाँनिर 1 छ, यहाँ 2 छ, यहाँ 3 छ, यहाँ 4 छ, यहाँ 5 छ, यहाँ 6 छ, यहाँ 7 छ। नम्बर के भएर चाहिँ यहाँ बढिरहेछ, नम्बर के भएर चाहिँ यहाँ बढिरहेछ। तर सबैको लास्टमा के देखिरहेछ, यहाँ S1 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 यो देखिरहेछ। सो हामी के भन्न सक्छौँ भन्दाखेरि यो सबैको इलेक्ट्रोनिक कन्फिगरेसन मैले एउटा जेनरल टर्ममा लेख्न चाहेँ कि मैले यसले यो सबैको इलेक्ट्रोनिक कन्फिगरेसन मैले कस्तो टर्ममा लेखेँ मैले जेनरल फर्ममा मैले लेख्न चाहेँ भने जेनरल फर्ममा लेख्दाखेरि हामीले एक्जाममा सोध्छ कहिलेकाहीँ वाट इज द जेनरल इलेक्ट्रोनिक कन्फिगरेसन है। जेनरल इलेक्ट्रोनिक कन्फिगरेसन है, जेनरल इलेक्ट्रोनिक कन्फिगरेसन हाम्रो के हुन जान्छ भन्दाखेरि हाम्रो यसको अल्काइल मेटलको के हुन जान्छ, यसमा NS1 हुन जान्छ। के हुन जान्छ यसमा हाम्रो NS1 हुन जान्छ। यो NS1 मा यो N भनेको के हो, यो N भनेको हाम्रो हेर त, यो N ले हाम्रो के रिप्रेजेन्ट गर्छ, यो N भनेको यसलाई हामी के भन्छौँ, यसलाई हामी नम्बर अफ सेल भन्छौँ। के भन्छौँ यसलाई हामी नम्बर अफ सेल भन्छौँ है, नम्बर अफ सेल भन्छौँ। यो N ले हामी के पनि भन्छौँ, यसलाई हामी नम्बर अफ पिरियड पनि भन्छौँ। के भन्छौँ हामी नम्बर अफ पिरियड पनि भन्छौँ। त यही N ले हामी के पनि भन्छौँ, यसलाई हामी प्रिन्सिपल क्वान्टम नम्बर पनि भन्छौँ। के भन्छौँ यसलाई हामी प्रिन्सिपल क्वान्टम नम्बर पनि भन्छौँ, प्रिन्सिपल क्वान्टम नम्बर पनि भन्छौँ। ठिक छ। सो जस्तै अब हेर तिमीले एक्जाममा कसैले सोध्यो, क्वेसन के सोध्यो भन्दाखेरि मलाई भन्यो सोडियम कुन पिरियडको इलिमेन्ट हो, अनि एन्सर के भन्छौ, सोडियम मेटल कुन पिरियडमा पर्छ मलाई भन्दाखेरि तिमी एन्सर के भन्छौ, 3 सोडियम हो। यस, सोडियमको अन्तिममा के छ 3 छ भने हामी के भन्छ सोडियम थर्ड पिरियडमा पर्छ। सिजियम कुन पिरियडमा पर्छ, 6 सिक्स पिरियडमा पर्छ। पोटासियम कुन पिरियडमा पर्छ, 4 फोर्थ पिरियड पर्छ है। हामी यसरी भन्न सक्छौँ है। सो यो हाम्रो के हो, यो नम्बर पिरियड पनि हो, नम्बर सेल पनि हो, र यसलाई हामी के पनि भन्छौँ हामी प्रिन्सिपल क्वान्टम नम्बर पनि यसलाई हामी भन्छौँ है। सो यो हाम्रो के भयो, अलिकति यो मैले के भने यहाँ जेनरल इन्ट्रोडक्सन मैले दिएँ। अब एउटा क्वेसन पनि दिन्छु है, क्वेसन पनि दिन्छु, एकदम सिम्पल क्वेसन छ, जहिले पनि एक्जाममा सोधिरहेको हुन्छ। त्यो क्वेसन के छ भन्दाखेरि हेर्दै यहाँनिर लेख है, मैले यहाँ के भने विच अफ द फलोइङ बिलोङ्स टु रिप्रेजेन्टेटिभ इलिमेन्ट भने है। मैले के भने यहाँ रिप्रेजेन्टेटिभ इलिमेन्ट मैले भने, रिप्रेजेन्टेटिभ इलिमेन्ट मैले भने है, रिप्रेजेन्टेटिभ इलिमेन्ट मैले यसमा भने है। मैले यहाँ अप्सन दिएँ र अप्सन नम्बर एमा मैले के भने यहाँ एस ब्लक भने, के भने यहाँ एस ब्लक भने। अप्सन बीमा मैले के भने यहाँ पी ब्लक भने है। अप्सन नम्बर सीमा मैले के भने यहाँनिर डी ब्लक दिएँ। अप्सन डीमा मैले के भने यहाँनिर ल बोथ एन्ड बी मैले भने, ल बोथ ए एन्ड बी मैले भने। ल मलाई भन्न एन्सर के होला, गेस गर, थाहा छैन भने गेस गर है। जहिले छैन भन्दा तिमीले यहाँ आउनै पर्छ, नआएर त यहाँ सर सिक्न। एलिमेन्ट चाहिँ कुन हो? इलिमेन्ट भन्दा नि अब यसमा विच अफ द फ्लोइङ बिलोङ्स टु रिप्रेजेन्टेटिभ इलिमेन्ट, अब यो टु इलिमेन्ट भन्दाखेरि कुन ब्लकको पर्छ क्वेसन सोधेको हो है। मैले यहाँ के भन्दैछु भन्दाखेरि हेर्दा विच अफ द फलोइङ बिलोङ्स टु रिप्रेजेन्टेटिभ इलिमेन्ट है। सो यो एस ब्लकको हो, एस ब्लकको इलिमेन्ट हो कि पी ब्लकको इलिमेन्टहरूलाई हामी भन्छौँ कि डी ब्लकको इलिमेन्टहरूलाई भन्छौँ कि यो दुवैलाई भन्छौँ, त्यो क्वेसन सोधेको छ है। रिप्रेजेन्ट इलिमेन्ट भनेको यो एउटा छुट्टै ग्रुप हो। अहिले म यसको बारेमा भन्छु है, अहिले म यसको बारेमा एक्सप्लेनेसन गर्न बाँकी नै छ। पहिला म तिमीहरूले एउटा टेस्ट मात्र दिएँ, सबै क्वेसन आएकै क्वेसन हुन्न, बस गेस गर क्या, कहिलेकाहीँ गेस पनि गर्नुपर्छ। ल गेस गर त। एस ब्लकको हो कि? ओके एस ब्लकको, ल एकजनाले भन, अरूले पनि भन है, ट्राई गर, सबैले भन, सबैले पार्टिसिपेट लियो। हजुर नहीं एस ब्लक एस एन्ड पी बोथ हो। एसएनपी बोथ हो।
ल अरूले पनि ट्राई गर है अरू डिफ्रेन्ट एन्सर छ भने ट्राई गर एस बोथ ए एन्ड बी बाहेकको एन्सर छ भने मलाई भन त कोही छ बोथ एन्ड बी भन्ने यो बाहेकको एन्सर छैन सबैको एन्सर बोथ एन्ड बी हो दाइ डी ब्लक ओके है सुन त मैले यहाँ के भने भन्दाखेरि त यसको जुन एन्सर छ यसको हाम्रो अहिलेलाई मैले के भने बोथ एन्ड बी नै छ है बोथ एन्ड बी यो दिस इज द राइट एन्सर क्वेसन चाहिँ अहिलेलाई सेम छ है क्वेसन अहिलेलाई सेम छ बस मैले यहाँ अप्सन फरक गरिदिएँ अप्सन नम्बर एमा मैले के भने यहाँनिर हेर त अप्सन नम्बर एमा मैले के भने यहाँनिर ल्यान्थेनाइड्स हुने क्वेसन सेम छ है मैले अप्सन फरक गरिदिएँ ल्यान्थेनाइड्स अप्सन बीमा मैले के भने यहाँनिर क्रोमियम भने है क्रोमियम भने अप्सनमा सीमा मैले के भने यहाँनिर एल्युमिनियम भने अप्सन डीमा मैले के भने यहाँनिर आर्गन भने मलाई भने यसमा एन्सर के होला क्रोमियम क्रोमियम ल अरूको क्रोमियम बाहेक एन्सर छ कसैको भने भन्दा हुन्छ छिटो भन क्रोमियम बाहेक एन्सर कसैको छैन सर एल्युमिनियम सर एल्युमिनियम आर्गन ल यो तीनटा बाहेक अनि अरू कसैको ल्यान्थेनाइड्स पनि छ ल सुन है यहाँनिर हेर है यहाँनिर हेर त तिमीले मलाई अलरेडी भनिसकेको छ नबोल त भाइ को बोल्दैछौ हेर त यहाँनिर रिप्रेजेन्टेड इलिमेन्ट मैले भने तिमीले एन्सर के भन्नु भन्दाखेरि एस ब्लक र पी ब्लक दुवैलाई हामी के भन्छौँ रिप्रेजेन्टेड इलिमेन्ट्स भन्छौँ ठिक छ तिमीले आफैले यो भनेको एन्सर र यो हाम्रो राइट पनि भयो अब हेर मलाई भन त यो ल्यान्थेनाइड्स कुन ब्लकको इलिमेन्ट हो यो कुन ब्लकको इलिमेन्ट हो यो हाम्रो एफ ब्लक दिस इज राइट कि रङ दिस इज रङ भेरी गुड है हल्ला नगर्दो है को भाइ बोलिरहेको छ हल्ला नगर्दो यहाँनिर हेर त क्रोमियम कुन ब्लकको इलिमेन्ट हो क्रोमियम कुन ब्लकको इलिमेन्ट हो क्रोमियम डी ब्लकको इलिमेन्ट हो है क्रोमियम कुन ब्लकको इलिमेन्ट हो डी ब्लक इलिमेन्ट दिस इज राइट कि रङ अरे दिस इज राइट कि रङ दिस इज रङ है किनकि हामीलाई के थाहा छ एस ब्लक र पी ब्लकलाई हामी के भन्छौँ रिप्रेजेन्टेड इलिमेन्ट भन्छौँ यो ल्यान्थेनाइड इज यो एफ ब्लक दिस इज रङ क्रोमियम इज अल्सो रङ अब एल्युमिनियम कुन ब्लक छ यो हाम्रो के छ पी ब्लकको इलिमेन्ट छ आर्गन पनि के छ हामीसँग यो पनि के छ पी ब्लकको इलिमेन्ट छ अब हेर हामीलाई यहाँ समस्या के आयो भन्दाखेरि यो दुवै पी ब्लक इलिमेन्ट छ भने यसमा एन्सर के हुन्छ त यसमा हाम्रो एन्सर के हुन्छ भन्दाखेरि यसमा हाम्रो एल्युमिनियम इज द राइट एन्सर आर्गन इज द रङ एन्सर है अब यसको एन्सर यो एल्युमिनियम किन भयो आर्गन किन भएन अब यसको बारेमा हामी नेक्स्ट क्लासमा हामी यसमा चर्चा गर्छौँ है तिमीहरूले पनि यसमा खोज एकपल्ट पढेर आऊ रिप्रेजेन्ट इलिमेन्ट भनेको यसको बारेमा म भोलि क्लासमा एक्सप्लेनेसन गर्छु अलि यसमा टाइम लाग्छ त्यही भएर सो मलाई भन आज क्लास अलि बुझेको बुझेन यहाँ अलिकति मैले इन्ट्रोडक्सन मात्र भनेको छु धेरै कुरा मैले पढाएकै छैन बस यति कुरा मात्र मैले पढाएको छु सर एउटा कुरा चाहिँ सोध्नु हुन्छ सोद्धा हुन्छ लाइक म नि त्यो कन्फिगुरेसनको फर्मुला बिर्सिरहेको छु कुड यु रिभाइज मी कन्फिगरेसनको फर्मुला यस यस त्यो त अब प्रिन्सिपलबाट गर्ने होइन र अब प्रिन्सिपलले त्यो त पढाउनु पर्छ त्यो त ए ओके ओके हुन त म तिमीलाई अब अहिले चाहिँ अब टाइम अलिक उ भयो म तिमीलाई भोलि एउटा ट्रिक पनि सिकाइदिन्छु इलेक्ट्रोनिक कन्फिगरेसन गर्ने एउटा ट्रिकै सिकाइदिन्छु त्यो ट्रिकबाट जतिसुकै ठुलो एटमको एटमिक नम्बर दियो भने गर्न सक्छौ चाहे त्यो फ्रेन्सियम दियोस् फ्रेन्सियम हामीलाई यो नदिए पनि हामी यसको इलेक्ट्रोनिक कन्फिगरेसन हाम्रो 1s2 2s2 पुरै हामी लेख्न सक्छौँ कि भोलि म यसको ट्रिक पनि सिकाइदिन्छु है त्यो जतिसुकै ठुलो एटम यो इलेक्ट्रोनिक कन्भर्सन गर्न सकिन्छ म भोलि यसको ट्रिक पनि लेखाइदिन्छु हुन त मैले त्यो पिरियोडिक टेबलमा पढाउने भनेको थिएँ तर केही छैन तिमीले त्यो एटमिक स्ट्रक्चरमा पनि पढ्छौ यो फिजिकल केमिस्ट्रीमा म यसमा भोलि पनि भनिदिन्छु अरू केही छ क्वेसन केही छ नबुझेको आज क्लासमा छैन
छैन छैन। सर। ओके कस्तो भयो बुझाएको छ नि कि Yes, sir. बुझाएको छैन अँ, ओके ल राम्ररी पढ तिम्रो अब अरू क्लास अब अच्युत सरको हुन्छ होला होइन Yes, sir. एलेक्स ए एलेक्स सरको ओके ल ल ल हुन्छ ल राम्ररी पढ ल बाई बाई हस्। गुड नाइट सर गुड नाइट